हामी सेमथान झर्ना आइपुगिरहेछौँ है। टक्क माथि बाटो चाहिँ यस्तो डेन्जर छ। तरिका डेन्जर छ बाटो, चिप्लो छ। आम्मामा कति चिप्लो। ओइ पखम पखम लडे लडे लडे। कहाँबाट उल्टो बाटो हिँडे क्या हो। मेरो त झन् जुत्ता लाएर त्यो मोजाले चिप्लो बना। बाटो गाह्रो रहेछ। सेमथान सेमथान सेमथान। ल सेमथान झर्नाको फेदमा आइपुगेछौँ हामी। ल सेमथान, ल सेमथान झर्ना। मेरो त क्यामेरा राम्रो छ। बाटो डेन्जर। यहाँ आइसके पछाडि त्यो आनन्द लाग्ने ठाउँहरू छ। होस् आम्मामा खतरा देखेको रहेछ नि। तर नजिक गएपछि त त्यो मासतिर नदेखिने रहेछ त। यस्तो डेन्जर छ बाटो। बाटो कता बाटो यस्तो छ। यहाँबाट झर्नुपर्ने रहेछ। हाम्रो फालो अडी छ। यताबाट गलत बाटो छैन छैन। यता रहेछ यता। यहाँ झर्नुपर्ने डेन्जर ठाउँ छ। ल डेन्जर छ बाटो, एकदम डेन्जर छ। बुवा छोटो 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 कस्तो ढुङ्गै गनाएको छ यहाँ। ल ल वेलकम टु सेमथान। आउनु आउनु तपाईँ भ्लग बनाउनु न। भ्लग खोइ आउनु। हामी यहाँ मावि अमलेको टोली सहित हाम्रा आज चिप्लो छ बाटो पुरै। सेमथानको नजिकै कुलिन बाटो डेन्जर छ, चिप्लो छ। कटियो विराज सर त आउनु सक्नुहुन्छ नि। यहाँबाट छ बाटो होइन, यसरी हिँड्नुपर्छ। तर स्वर्गको टुक्राभन्दा बढी रमाइलो ठाउँमा आइपुगिसकेका छौँ हामी। बिस्तारी बिस्तारी जान चाहिँ गाह्रो छ। ल गाइस हामी लगभग मुनि आइपुगिसकेका छौँ। यस्तो राम्रो देखिन्छ कि त्योभन्दा तलतिर यस्तो छ। यस्तरी यहाँबाट जाँदैछौँ बाटो अझै पनि छ। सर के निकाल्नु भयो सर? कुलिन जाने हो? माख्लो सरिदियो भने माख्लो। ल मान्छेहरू टन्नै आइसकेका रहेछन्। वाह सेमथान र कुलिन सँगसँगै यतापट्टि कुलिन झर्ना छ। अवश्य पनि घारी घारी हिँडिरहेको छ हामी। वाह यो कुलिन कुलिन झर्ना। यहाँ कुलिन झर्ना योभन्दा माथि ठुलो हेर्नै नसकिने कुलिन दह रहेको कुरा छ। हामी जान सक्ने अवस्था छैन त्यहाँनिर। एकदमै ठुलो कुलिन दहबाट झरेको झर्ना कुलिन झर्ना। तलको चाहिँ कुलिन दह नभएर माथि कुलिन दह र त्यस दहबाट झरेको झर्ना यो। र यता रहेको छ स्वर्गको टुक्रा जस्तै
यो घाँटी बाङ्गो हुँदो रहेछ यहाँ हेर्नलाई घाँटी बाङ्गो हुँदो रहेछ हेर्न नसक्नुहोस् है यहाँनिर यति माथि छ कि यो के कुरा गर्नु र यसको यति माथि छ भन्ने कुरा त सीमा नै छैन यो यहाँबाट यति माथि माथि पनि मान्छे जानु भएको छ हामी यहाँ तल छौँ होइन यो चाहिँ कुलिन दहबाट निस्केको कुलिन झरना र त्यो सेमथान तेरे ढुङ्गे आउला त डर लाग्ने खालको पनि रहेछ होइन वाह 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 एन्ड हियर न ल कुलिन र सेमथानको नजिकै म देखाएको छु गुड ल बुवा त्यहाँ हुनुहुन्छ सबैजना वा कस्तो शीतल आउँदो रहेछ यहीँनिर ऊ त्यहाँ माथि जानु पऱ्यो क्या त्यहाँ ऊ त्यहाँ ल माथि गएर आउनु सबै आउनु आउनु माथि नि पुगिरहन्छ यिनीहरू ठाउँ अलिक हराइदिएर हो है ल ल आम्फाले आम्फाले ल ल कुलिन झरनामा Hey!